यदि तपाईँ क्रोएसियामा आउँदै हुनुहुन्छ र काम चेन्ज गर्नु भएको छ र यदि बेरोजगार हुनुहुन्छ क्रोएसियामा र यदि तपाईँ नेपालमै हुनुहुन्छ, तपाईको वर्क पर्मिट आइसकेको छन् र भेवेस गर्न जानेछन्, यो भिडियो हेर्नु होला। तपाईको यो भिडियो नहेरेपछि तपाईले पस्ताउनेछन्। नमस्कार, मेरो नाम निको तामाङ, तपाईँ हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल मिस्टर निको। आउनुहोस्, भिडियोलाई धेरै लङ समयपछि म आएको छु। माफ पाऊँ हजुरलाई, धेरैले मेसेज गरेको अनुसारले मैले यो भिडियो बनाउन आँटेको छु। धेरै लङ टाइम है, धेरै लङ टाइम पछि मैले भिडियो क्रोएसियाको बनाउन लागेको छु। लम्झ 3 महिना जति 4 महिना केही समस्याले थियो, म पनि हल्को आफ्नो हल्को बिजी थियो, काम थियो, धेरै काम परेको कारणले त्यसरी तपाईहरुले समय दिन सकेन। सरी, माफी पाउन चाहन्छु। म तपाईहरुलाई हात जोडेर दर्शाउँछु। तपाईहरुलाई केही अहिले जानकारी म क्रोएसियाको लिएर आएको छु। तपाईहरु नेपालबाट आउँदै हुन लागेको भनेपछि तपाईहरुलाई सावधान बस्नु होला। अहिले धेरैको वर्क पर्मिट रिजेक्ट हुन्छ। 2024 देखि तपाईले राम्रो थियो, 25 मा अहिले धेरैको रिजेक्ट हुँदैछ हैन। नयाँ अपडेटले कारणले अहिले जति जना हुनुहुन्छ तपाईहरुको वर्क पर्मिट आइसकेको छन्। अस्ति यो डिसेम्बर, यो लास्ट 26 सम्मको 26 भन्दा 25 देखि अहिले 26 सम्मको 26 न्यू इयर देखि तपाईले त्यहाँबाट नै भेवेस, त्यो वर्क पर्मिटको मात्रै भेवेस गर्नु होला। अरु तपाईहरुले जति जना 2025 को देखि तपाई यो डिसेम्बर, यो नोभेम्बर सबै छ नि, त्यो भेवेस नगर्नु होला। म भन्छु भिसा रिजेक्ट हुन्छ 100%। धेरै जनाको रिजेक्ट भएको छन्, तपाई पनि हुन सक्छ। किन रिजेक्ट हुँदैछ त भन्छ। अब यो नयाँ नियम हल्को त्यो हल्को प्रब्लम देखाउन बित्तिकै उनीहरुले रिजेक्ट गरिदिन्छ। पहिला जस्तो थिएन। अहिले 2026 मा यिनीहरुले सचाउन आँटेछन्। प्रायसो कम्पनीहरु कुनै कम्पनीमा तिनीहरुको भिसा नेपालको भिसा लाग्दै छैन के, मेन कुरो म भन्छु। मैले अस्ति त तपाईहरुलाई बेरोजगार भएको थियो हैन, उनीहरुलाई मैले एउटा भिडियो बनाइदिएको छु। जुन कुन मेन पावरमा गएर तपाईहरुले क्रोएसियामा कुन सिभी बनाएर तपाईले पठाउनु होला भने त्यसमा 52 जनाको भिसा रिजेक्ट भइछ हाले। अनि हल्को फल्को अब धेरै जनाको भिसा रिजेक्ट भइछ है यो चोटी। यो डिसेम्बर, नोभेम्बर जति जनाको 2025 को छ नि, जति जना कहिले देखिको सबैको रिजेक्ट भइछ के। 100 मा 1% को, 1 जनाको, 2 जनाको, 1 लाख ल हजारौं वर्क निस्कियो होला, तर त्यसको 2 जना 3 जनाको मात्रै भिसा निस्किएको छ के अहिले हालसम्म। अहिले त्यही भएर भनेको तपाईहरुको वर्क पर्मिट अहिले आएको छ भने प्लिज हैन, तपाईहरुको वर्क पर्मिट बुझेर मात्रै 100% त्यसरी गर्नु होला हैन। भेवेस गर्दै 1 हप्ता भित्र तपाईले थाहा हुन्छ भिसा रिजेक्ट हुन्छ के हुन्छ। तपाईले अनलाइनबाट सिस्टमबाट चेक गर्न हुन्छ। यदि तपाईले चेक गर्न आउँदैन भने मलाई केही तपाईले प्रब्लम छ भने मलाई इमेलमा पठाइदिनु, म हल्को हेल्प गर्छु। अनि यदि तपाई बेरोजगार हुनुहुन्छ, अहिले त्यही जुन मैले 52 जनाको इन्टरभ्यु रिजेक्ट भने त्यही कम्पनी, त्यही मेन पावरले क्रोएसियाको 1 रुपैयाँ लिँदैन तपाईलाई। तपाईले त्यो मेरो भिडियोमा गएर हेर्नु होला, कुन कसरी अप्लाई गर्ने सिभी बनाएर तपाईले पठाइदिनु। बेरोजगार हुन्छ क्रोएसियामा भएको मात्रै वर्क पर्मिट दिन लागेछ त्यो कम्पनी, त्यो एजेन्सी राम्रो छ, त्यो बेस्ट छ, क्रोएसियाको नम्बर 1 छ। तर तपाईहरु बुझेर मात्रै काम हल्को इंग्लिश हल्को त्यसमा चाहिन्छ। इंग्लिश चाहिएको खण्डले तपाईले इंग्लिश बोल्न सक्नुपर्छ, त्यसमा इंग्लिश चाहिन्छ है। यदि इंग्लिश बोल्न सक्यो इन्टरभ्यु हुन्छ। अहिले इन्टरभ्यु हुन्छ, जुमबाट हुन्छ। तपाईले व्हाट्सएप नम्बर मैले त्यही कसरी पठाइन्छ, मैले भिडियो अलरेडी बनाइदिएको छु, तपाईले हेर्नु होला कसरी त्यो बनाउने भनेर। अनि तपाईहरु काम चेन्ज गर्दै हुनुहुन्छ र नयाँ अनलाइन पछि काम चेन्ज गर्नुहुन्छ, तपाईलाई यसमा समस्या धेरैको हुन्छन्। यदि तपाईले क्रोएसियामा काम चेन्ज गरिसकेछन् र केही कार्डहरु बनाइसकेछ भने तपाईले ब्याङ्कमा पनि गएर तपाईले एड्रेस र तपाईको नयाँ कम्पनीको सबै डिटेल दिनु होला। तपाईलाई पछि केही समस्या हुन्छ, ट्रान्जेक्सनमा तपाईलाई प्रब्लम देखाउँछन्,
अनि त्यसमा त्यही भएर मैले भन्दैछु तपाईँहरूले पनि मैले भोगेको कुरो तपाईँलाई सेयर गरेको आज होइन। त्यही भएर ब्याङ्कमा गएर पनि तपाईँले एड्रेस भेरिफाई गर्नु होला, एड्रेसहरू र तपाईँको केही कम्पनीका डिटेलहरू के माग्छ डकुमेन्टहरू दिनु होला है, त्यति भन्छु। अनि तपाईँहरूले धेरैको क्रोएसियामा अहिले समस्या भनेको होइन, धेरै नयाँ नयाँ अपडेट आउँदो रहेछ। त्यही भएर म पनि अब तपाईँहरूले भिडियो नबनाएको लङ टाइम भइसक्यो, मैले त्यही भएर बनाएको थिएन। लङ टाइम, धेरैभन्दा धेरै लङ टाइम भइसक्यो मैले भिडियो नबनाएको, माफ पाउँ हजुरहरूले। एउटा मैले सुनेको न्युजमा देखेँ, त्यो 100% हुन्छ कि हुन्न त्यो 100% थाहै छैन होइन। धेरैले भन्छ 1 वर्षभन्दा काटेपछि तपाईँले भाषा सिक्नुपर्छ भन्ने छ होइन, A1 को भाषा क्लियर गर्नुपर्छ भन्छ। त्यसमा गर्छ कि गर्दैन मलाई पनि त्यसमा थाहा छैन, म भएपछि तपाईँलाई भन्छु। त्यसमा तपाईँलाई 100% मैले भोगेको मात्रै भिडियोमा बनाउँछु, मैले नभोगेको मैले नजानेको कुरो जाने मात्रै म बुझिनँ भने त्यस्तो गर्दैन के, तपाईँले भिडियो सेयर गर्दैन। जब मैले भोगेको हुन्छ, जब मैले खुद आफैले मैले गरेको हुन्छ, मैले तब तपाईँलाई म सेयर गर्छु के। त्यत्तिकै फोकटमा भिडियो त्यत्तिकै हालेको मुखको बोलीमा त्यस्तो म गर्न चाहन्थिनँ के। अब आफैले फिलिङमा भोगेपछि आफैले ल गर्छ ल केटाहरूले पनि यसो हौसला दिनुपर्छ, कसैले केटाहरूलाई ल उनीहरूले समस्या हुनसक्छ यस्तो होला भनेर त्यो हुन्छ है। अब त्यत्तिकै हावातलमा भिडियो हेर्छु म, सबैको हावातलमा फालेको फाली छन् त्यहाँ अपडेट के भनेर, त्यो तपाईँहरूले माफ पाउँ होइन हजुरहरू, तपाईँहरूले त्यसरी नगरिदिनु होला। धेरैजनाको भिडियो यस्तो छ होइन, धेरैजनाको होइन फ्याक न्युजहरू पनि फालेको छन्, त्यस्तो नबनाइदिनु होला। धेरै अब क्रोएसियामा अनलाइन छन्, तिनीहरूलाई पनि समस्या हुन्छ कि। तपाईँहरूले काम चेन्ज गर्दै हुनुहुन्छ के गर्नुहुन्छ, मेरो समस्या हल पनि होइन। मैले A to Z सबै मैले भिडियो हालिदिएको छु क्या अगाडि नै। मैले कम्पनीमा चेन्ज अहिले मैले ब्याङ्क कार्डको समस्या भएको थियो, तपाईँले त्यो पनि आज सेयर गरेँ नि मैले A to Z म आफैले भोगेको सबै म सेयर गर्छु क्या, बुझ्नु होला तपाईँ। म त्यही भएर लङ टाइममा भिडियो नपाउनुको कारण अनि मेरो काम पनि अब धेरै थियो, त्यही कारणले भिडियो पनि नबनाएँ। धेरै लामो भिडियो नबनाऊ, फेरि तपाईँले नै स्क्रिप गरेर अलिक काटकुट गरेर हेर होला। अलि फेरि मेरो आवाज पनि अलि तपाईँहरूले बुझ्दैन, प्रायः जस्तो मैले अर्को चर्को स्वरले बोले मात्रै बुझिन्छ, मैले थोरै आवाज बोलेपछि तपाईँले बुझ्दैन। अलि म ठुलो आवाज नबोलाउँ, किनभने यहाँ अब धेरै राति भइसक्यो, भिडियो बनाउँदा। अब नमस्कार सबैजनालाई, आजको यो भिडियोबाट तपाईँलाई बिदा चाहन्छु, बाई बाई।